नमस्कार साथीहरू, तपाईलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी काठमाडौँदेखि रामेछापसम्मको यात्रामा निस्केका छौँ। हेलो गाइज, फाइनली हामी चाहिँ रामेछापसम्मको यात्रामा गइरहेको छौँ। हामी चाहिँ धुलीखेल पुगिसकेका छौँ। बाटो बन्दै गरेको कारणले हल्का जाममा परियो। हामी चाहिँ धुलीखेल कटेर भकुण्डोबेसी तर्फ लागिरहेका छौँ। हामी चाहिँ भकुण्डोबेसी आइपुगिसकेका छौँ। एकछिन बसेर हामी लस्सी खाएर जानेछौँ। फाइनली भकुण्डोबेसी आइपुग्यौँ। 1 घन्टा 15 मिनटमा हामी भकुण्डोबेसीमा है। अब यहाँ लस्सी सस्सी खाएर चाहिँ फेरि हाम्रो यात्रा सुरु हुन्छ। लस्सी खाएको नि खाएको तर मै जस्तो छ यार, यो मिठै भएन। लस्सी त बाक्लो हुन्छ। हेलो गाइज, भकुण्डोबेसी हिँडेको ल। फाइनल्ली अहिले चाहिँ हामी ट्याक्क खोलाले लम्मै बगाएको ठाउँमा आइपुग्यौँ। ओ माई गॉड, फाइनली धुलो अब लास्टै छ। नेपालको सम्म सँगै उडिरहन मन हो, तिम्रो त्यो बासना मनैमा चल्यो रे, तिम्रो त्यो बोलीमा भएर डुबिरानी दिनभर पनि छम 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 नाच्यो रे। फाइनली गाइज, हामी चाहिँ मुलुट आइसकेका छौँ। अनि कस्तो भइरहेको छ रामेछापको यात्रा? दुखिरह, फिला दुखिरह, हात दुख्यो, घाम गर्मी उब्बऱ्यो यार। आफ्नो जोक बिजोकले आइपुग्यो गाइज। यहाँसम्म आइपुग्यो। अब 1 घन्टामा पुग्छ हामी। 2 घन्टाको यात्रा गऱ्यो भने 3 घन्टा बित्यो यार। बाटो त एकदम खराब यार। हामी चाहिँ मुलुटको उकालो लगाइसकेका छौँ र सेतीदेवी मन्दिर दर्शन गरेर ऐना चढाउने छौँ। त्यहाँको रमणीय दृश्यहरू तपाईँहरूलाई देखाउने नै छु। हामी चाहिँ सेतीदेवी मन्दिर आइसकेका छौँ र यहाँबाट पारी देखिने मुलुट हो। बाढीले लगेर खासै राम्रो भएको रहेनछ। पहिला रिसोर्ट पनि राम्रै थियो, अहिले बन्दै गरेको रहेछ। मैले चाहिँ पूजा गरेर ऐना चढाउँदैछु। चाहिँ गाउँ आइपुगेका छौँ। त्यो चाहिँ हाम्रो घर हो होइन। यो चाहिँ हाम्रो केरा हो। यो चाहिँ हाम्रो घर। यता आमा छोरी जुम्रा हेर्दैछ। यो चाहिँ हाम्रो गाउँको पसल। यो चाहिँ अर्ग्यानिक गाउँकै केरा घरकै। यो भतिज यो एकदम लगाउँछ। यो हाम्रो पसल हो। मम्मी यही हो हाम्रो गाउँको पसल। हामी चाहिँ टारखेतमा घुम्न आएको होइन। साथीलाई यसो घुमाउन हाम्रो खेत घुमाउन ल्याएको। कस्तो छ यसो खेत रोप्न आउँछु म यार। लास्टै रमाइलो लाग्यो। डाँडा पाखा टक्क हरियाली, तर हरियाली चाहिँ छैन, सुक्खा छ अहिले। अब हरियाली हुँदैछ बिस्तारा।
हरियालीमा आयो भने चाहिँ गाइज ससुराली गाउँ यतै बनाइदिन्छु म